पालुङटार 9 निवासी थमकुमारी श्रेष्ठ आमा 15 दिनपछि 100 वर्ष पुग्नुहुँदै छ र उहाँ चाहिँ बिरामी भएर आबुखरी अस्पतालमा उपचार गर्न छोरीले लिएर आउनु भएको छ। उहाँले चाहिँ कान सुन्ने पनि आँखा देख्ने पनि हुनुहुन्छ। उहाँ मजाले बोल्न सक्नुहुन्छ है। र उहाँको चाहिँ 25 वटा पनातिहरू, नाति पनि हैन पनातिहरू हुनुहुन्छ अरे। 25 भन्दा माथि पनातिहरू रहेको छ। नातिहरू झन् कति है। उहाँ चाहिँ यहाँ हातको जोर्नीहरू र खुट्टाको जोर्नीहरू दुखेर चाहिँ छोरीले ल्याउनु भएको रहेछ उपचारको लागि। र उहाँको चाहिँ पहिला क्यान्सर भएर सेकाउने क्रममा चाहिँ अलिकति स्वर बसेको रहेछ। आमाको छोरी चाहिँ यहाँ हुनुहुन्छ र उहाँको छोराछोरी कतिजना र नाति नातिना? 7 जना। नाति नातिना त थुप्रै छ। पलाती त 25 वटा छ। ए उहाँ चाहिँ खास समस्या के भएर आउनुभएको? हात गोडा दुख्ने, त्यो स्वर बस्ने, पहिला क्यान्सर भएको थियो। त्यो सेकाएको भएर अनि त्यो स्वर बस्ने त्यहाँदेखि। उहाँले कान पनि सुन्नुहुन्छ है? कान सुन्नुहुन्छ, आँखा नि देख्नुहुन्छ। सन्चो भएन बोल्न चाहिँ अलि अप्ठ्यारो हुने मात्रै हो। जति भनेर बोल्नुहुन्छ। हिँड्नुहुन्छ काम बेसी सन्चो भएन। सन्चो भयो नि काम बेसी हिँड्नुहुन्छ। अब अहिले भिडियो खिच्दाखेरि उहाँले कति टाठो भएर हेर्नुभएको छ कि देख्नुभएको छ नि मलाई होइन? हो हजुर। कान पनि सुन्नुभएको छ? आँखा देख्नुहुन्छ? स्वर मात्रै अलिकति भएन। खुट्टा दुख्छ? खाना पनि रुच्छ होइन तपाईँलाई? त्यो समस्या चाहिँ स्वरको मात्रै भयो अलिकति। अबको 15 दिनमा त 100 वर्ष लाग्दै हुनुहुन्छ। यो अवस्थामा त अब हामी अहिलेको पिँढीहरू त पुग्न गाह्रो छ कि। तपाईँलाई देख्नु नि ठुलो कुरा हो कि। मभन्दा ठुलो नि फलादी छ भनेपछि म जत्रै छ पलातीहरू। म जत्रो चाहिँ 2 जना छ। अरू चाहिँ साना सानै छ। साना भनेको 18-19 वर्षका छन्। ए 18-19 वर्षको चाहिँ 22-23 वटा छ हैन। 3-4 वटा चाहिँ 4-5 वटा चाहिँ 18-19 वर्ष 22-23 वर्षको भए। अरू चाहिँ त्यही 12-13 14-15 अनि मसिना छन् 2 जना। 18 देखि 25 सम्मको 4-5 जना, अरू 12-13 वर्षसम्मको छ। भनेपछि उहाँको छोरीले पनि भत्ता खाइसक्यो। छोरीले भत्ता खाइसक्यो। ए कति भत्ता? 2-3 वर्ष भइसक्यो। ए उहाँको छोरीले पनि 2-3 वर्ष भयो भत्ता खाइसक्यो। भनेपछि तपाईँले कति वर्ष हुनुभयो खानुभयो? 100 दिन खाएको रे। 100 दिन। आमा तपाईँ 15 दिनपछि 100 वर्ष हुनुहुँदैछ। ल तपाईँले चाहिँ भावी पुस्ता र तपाईँ नाति नातिनाहरूलाई चाहिँ आशीर्वाद दिनुहोस्। सुन्यो? ल हस् धन्यवाद।